हजुर नमस्ते। एउटा जानकारी दिनको लागि आज पनि भिडियो बनाउन गइरहेको छु र पछिल्लो समय ख्याङ्गिदोले चाहिँ ख्याङ्गिदोमा बसोबास गर्ने अप्रवासी विदेशीहरूका लागि धेरै चासोहरू गरिरहेको हुनाले अहिले एउटा भिडियो कन्टेन्ट प्रोग्राम चाहिँ सञ्चालन गरिरहेको छ र यो विषयवस्तु चाहिँ ख्याङ्गिदो र ख्याङ्गिदोमा बसोबास गर्ने अथवा इजुमिन अप्रवासीहरू चाहिँ एक आपसमा कसरी समाजदारी मिलेर चाहिँ बस्न सकिन्छ, सामाजिक एकीकरण गर्नलाई के कस्तो भूमिकाहरू गर्न सकिन्छ भनेर यो विषयवस्तु सम्बन्धी चाहिँ एउटा जुन सर्ट कन्टेन्ट अथवा भिडियो कन्टेन्ट्सको चाहिँ प्रोग्राम प्रतियोगिता राखिरहेको छ, जसमा पहिलो हुने यो दुईवटा विषयवस्तु छ र पहिलो हुने व्यक्तिलाई चाहिँ 3 करोड वान राखेको छ र त्यस पछाडि बेस्ट हुनेलाई 2 करोड वान र त्यसै सानो तिनो चाहिँ 1 करोड वान र 1 करोड 50 लाख वान गरेर 1 2 3 4 जनालाई छुट्याइदिएको छ र यसमा चाहिँ दुईवटा विषयवस्तुमा चाहिँ समेटिएको छ। एउटा चाहिँ जस्तै मानौ जनचेतना मूलक कार्यक्रम अथवा जनचेतना दिने खालको एउटा कन्टेन्ट, जस्तै उदाहरण लागि चाहिँ अब चुरोट चाहिँ बाटोमा खानु हुँदैन, स्वास्थ्यलाई हानिकारक गर्छ र चुरोट चाहिँ तोकिएको ठाउँमा गर्नुपर्छ भन्ने चाहिँ एउटा जनचेतनामूलक सन्देश भयो। तर यो चाहिँ कस्तो खालको चेतनामूलक भन्नाले चाहिँ ख्याङ्गिदोमा बसोबास गर्ने अप्रवासी र ख्याङ्गिदोलाई चाहिँ समेट्ने खालको त्यो खालको भिडियो कन्टेन्ट चाहिँ एउटा चाहिँ हामीले जस्तै मानौ प्रत्यक्ष रूपमा चाहिँ क्षम गर्नु सक्ने अथवा आफैले भोगेको अनुभवहरू अथवा आफूले जस्तै गरेको विषयवस्तुलाई चाहिँ यसले चाहिँ भोलिको दिनमा ख्याङ्गिदो र अप्रवासी ख्याङ्गिदोमा बसोबास अथवा ख्याङ्गिदो र अप्रवासीहरूलाई चाहिँ एउटा भूमिका खेल्ने अथवा सामाजिक एकीकरण गर्न कस्तो खालको भूमिका खेल्न सकिन्छ त्यो सम्बन्धी चाहिँ तपाईँहरूसँग भएको एउटा कन्टेन्ट्सहरू, अब यो सम्बन्धी ज्ञान भएको व्यक्तिहरू अथवा यो सम्बन्धी चासो भएको व्यक्तिहरूले चाहिँ आफूले एउटालाई भिडियो कन्टेन्ट बनाएर चाहिँ यो प्रतियोगितामा अथवा यसमा भाग लिन सकिन्छ। यो सम्बन्धी मलाई पनि अब खासै त्यति साह्रो डिटेलमा जानकारी नभएको र यो कस्तो गर्नुपर्ने, कसरी बनाउनु पर्ने, कति मिनटको हुनुपर्ने, के गर्नुपर्ने भन्ने विषयवस्तु मलाई पनि सबै कुरा जानकारी नभएको हुनाले चाहिँ तपाईँले यो सम्बन्धी थप जानकारी लिनु चाहनुहुन्छ भने 031 8030 4682, फेरि भन्छु फोन नम्बर 031 8030 4682, 03180304682मा चाहिँ फोन गरेर चाहिँ डिटेलमा जानकारी लिन सक्नुहुन्छ। यदि तपाईँहरूसँग यो खालको क्षमता छ, अनुभव छ अथवा कन्टेन्ट राम्रो, भिडियो कन्टेन्ट राम्रो बनाउन सक्नुहुन्छ भने एकचोटि भाग लिन सक्नुहुन्छ। यो चाहिँ विदेशीहरूलाई पनि भाग लिनु मिल्ने हो, विदेशी अथवा विदेशी व्यक्ति कोरियन नागरिक लिएको र विदेशीको जुन यो सामाजिक कार्यमा अथवा विदेशी र कोरियनको जुन यो सामूहिक एकीकरण गर्नमा अथवा त्यो सम्बन्धी अलिक चासो भएको व्यक्तिहरूले पनि गर्न मिल्छ। यो चाहिँ व्यक्तिगत गर्दा पनि हुन्छ र ग्रुप बनाएर गर्नु पनि मिल्छ। यदि ग्रुप बनाउनु भयो भने चाहिँ एउटा ग्रुपमा 1 देखि व्यक्तिगत रूपमा चाहिँ 1 जना र ग्रुपमा गऱ्यो भने चाहिँ कतिजना थियो भने तपाईँ म यो अपडेट गर्छु, यसमा हेर्नुहोस्। र यो चाहिँ 2025 को 6 को 20 तारिकको दिन शुक्रबार 6 बजीसम्म चाहिँ पेस गर्नु सकिन्छ र व्यक्तिगत रूपमा हुन्छ र ग्रुपमा बनायो भने चाहिँ 5 जनाभन्दा मुनि, ग्रुपमा चाहिँ 2 जनादेखि माथि 5 जनाभन्दा मुनि अथवा व्यक्तिगत रूपमा जानकारी अथवा यो कन्टेन्ट चाहिँ बनाउन सकिन्छ। हस्त, धन्यवाद।